हेलो गाइस, के छ? हामी त यहाँ दुबई घुम्न आएको। यस्तो छ, यो चाहिँ मरिना ब्रिजको छेउमा हो। हेर त भाइ। हेलो भाइ, केही भन न यार, आज कस्तो भयो त यार? कस्तो भयो? एउटा कुरा भन्नु केटा हो, सुन है, यहाँ चाहिँ अर्काको बुढी भयो नि लिएर आऊ है। ल यस्तो छ कि यहाँनिर एकदम गाह्रो छ घुम्न आएको होइन। त्यहाँ छिर्नै दिएन। अब बुढी चाहियो रे, कहाँबाट ल्याउनु? घरमा राखेर आएको बुढी कहाँबाट ल्याउने यहाँ दुबईमा? घुम्नलाई हामीलाई गाह्रो छ यार दुबईमा यार। कहाँबाट गर्लफ्रेन्ड ल्याउनु? अब बिहे भएको मान्छेले कहाँबाट गर्लफ्रेन्ड बनाउनु होइन? बुढी अब घरमा छ, घुम्नलाई अब बुढी लिएर आउनुपर्छ यार विदेश। रमाइलो छ यो मरिना होइन, मरिना बिचको ब्रिजको छेउको। नेपालीको बुढी विदेशतिर छ, मायाको त सब उडाउ केटा हो, सब उडाउ मायाको छ। कसैलाई बाँकी नछोड्न। अरूले भाउ दिँदैन, नेपाली केटीहरूले भाउ दिन्छ। त्यही पनि मायाको त 100मा 5% मात्र छ नेपालीले भाउ दिने पनि, नत्र नि बङ्ग। यस्तो छ, साह्रो बिजो छ। हामी घुम्न आएको, घुम्नै पाएन। यस्तो छ, भ्यू चाहिँ राम्रो छ। ओ हामी त कहाँ गफ गरिदिएको? यो ब्रिज हो नि। हामी चाहिँ यहाँबाट चाहिँ माथि जान्छौँ मेट्रो। अब घर जाने बेला, रुम जाने बेला भइसक्यो। हामी चाहिँ अब मेट्रो चढ्न जाँदैछौँ। यताबाट आएको थियो, अब माथि जाँदैछु गाइस। आज बिजोग भयो। आज बिजोग छ। आज घुम्न आएको। आज यो नेसनल डे, भोलि नेसनल डे हो होइन? त्यही भएर आज यहाँ घुम्ने छिर्नै दिएन कि। यस्तो छ, गाह्रो छ, देशमा गाह्रो छ घुम्न आएको दुबईमा। अब दुबईमा बुढी चाहियो रे छिर्नलाई, त ब्रिजको छेउमा जानलाई, घुम्नलाई बुढी चाहियो र बुढी कहाँबाट ल्याउने? घरमा छोडेर आएको बुढी गाह्रो छ हो हामीलाई। गाइस अब चाहिँ रात परिसक्यो। यहाँको कति बजिसक्यो भने यहाँको 6 बजेर हिँड्नु दिइहाल्छ जहाँ पनि। यस्तो छ यहाँको यताबाट त्यही त भन्दैछु। गाह्रो छ गाइज, गाह्रो छ। अब हामी थाकेर मेट्रोतिर जाँदैछु होइन। अब मेट्रोमा चाहिँ अब चढेर हामी जाने। गाह्रो छ गाइज, गाह्रो।